हेलो साथीहरू। अहिले चाहिँ हामी स्कुटर सिक्न आएको। मलाई मेरो बुढोले सिकाउनु भयो। हामी चाहिँ अहिले घामले पोलेर यहाँ बसिरहेछौँ। कटर त बेसरी फलेर रहेछ। त्यहाँ चाहिँ लिचीको बुट्टा, तर लिची चाहिँ मरेर रहेछ, फलेकै छैन। अहिले सिजन हो तर फले छैन। तन्तपुरी घाम लागिरहेछ है। कति कालो हो मेरो हात त। साह्रै कालो खुट्टा। भिडियोमा त कति कालो देखेको, बाहिर चाहिँ त्यति साह्रो कालो छैन। हेलो साथीहरू, आज चाहिँ म माइत हिँडेको। अनि आउँदा आउँदै फेरि बाटो आधा त राम्रो छ, आधा लास्टै दुःख छ। हेर्नु न कस्तो छ भने बाटो, यस्तो दुःख छ बाटो। सबै खोलेछ। अलि राम्रोसँगसम्म है सानो। म फेरि आउँदै बाटोमा लास्टै ज्यान दुखिएको अनि थकाइलाए जस्तै भयो। किनकि एकदमै आज राति 12 बजी बिउजे थिएँ म साथीहरू। अनि त्यसपछि मलाई किन निद्रै लागेन। 12 बजी बिउजे अनि निदाउन खोज्छु। टाइम हेरेको ठ्याक्क 12 बजेर 3 मिनट गएको थियो। अनि हेर्छु सुत्न खोज्छु, निदै लाग्दैन। र पनि मोबाइल हेऱ्यो भने झन् निद्रा लाग्दैन। अनि बिहान जाँदा फेरि छिटो उठ्नु पर्ने। त्यही भएर म त्यसै आँखा चिम्म गर्दा म 1 घन्टा त मलाई निद्रा आएन। अनि बल्ल म निदाएछु। अनि आँखा पनि पोलिरहेछ। अनिदो भनिन्छ आज मलाई। त्यति 1 घन्टा नसुत्दा नि के को अनिदो भन्नुहुन्छ होला। 10 बजे सुतेको, 12 बजे बिउजेर 1 बजेसम्म पनि निद्रा नलागेको। अनि म 4:30 बजे उठेको। त्यही भएर अनिदो छ मलाई आज साथीहरू।